गाउँहरू आजकल बिस्तारै सुनसान हुँदै गइरहेको छ। पहिला जस्तो मान्छे छैनन्, चहलपहल छैन। पहाडका गाउँबाट बजार अनि तराईतिर बसाइ सर्ने अहिलेको ट्रेन जस्तै बनिसकेको छ। कसैको बाध्यता, कसैको रहर, तर परिणाम भने एउटै, गाउँ रित्तिँदै गइरहेको छ। आज जुनसुकै गाउँ हेर्नुहोस्, हरेक बस्तीमा 2-4वटा घर त खाली नै भेटिन्छ। नाप्सालिङ जस्तो ठाउँ जुन कुनै समय शिक्षित मान्छे बस्ने ठाउँ भनेर चिनिन्थ्यो, विकासको हिसाबले 30-40 वर्ष अगाडि नै गाडी कुदेको ठाउँ, तर आजसम्म पनि बाटोको अवस्था कमजोर नै छ। बसाइ सर्नुको कारण धेरै होला, तर मेरो व्यक्तिगत बुझाइमा एउटा ठूलो कारण भनेको गुणस्तरीय शिक्षा हो। आज गाउँका सरकारी विद्यालयहरूमा अभिभावकले अपेक्षा गरे जस्तो राम्रो पढाइ हुन सकेको छैन। गाउँका नानी बाबुहरूले यहीँ पढ्छन्, तर भोलि उनीहरूले प्रतिस्पर्धा भने सहरका सुविधा सम्पन्न विद्यालयका विद्यार्थीहरूसँग गर्नुपर्ने हुन्छ। जब आमा बाबाले आफ्नो छोराछोरीको भविष्य हेर्छन्, उनीहरू राम्रो शिक्षाको खोजीमा बसाइ सर्न बाध्य हुन्छन्। गाउँमा राम्रो बोर्डिङ नहुनु, शैक्षिक वातावरण बलियो नहुनु, धेरै घर रित्तिनुको कारण यही बन्दै गएको छ। अर्कोतिर बजार भाउ आकाशिएको छ, तर गाउँमा उत्पादन भएको वस्तुहरूको उचित मूल्य छैन। यो महँगीमा गाउँमै बसेर जीवन चलाउनु पनि सजिलो छैन। त्यसैले रोजगारीको खोजीमा मान्छेहरू सहर र विदेशसम्म पुगेका छन्। यी सबै कारणले गर्दा गाउँ खाली हुँदै गइरहेको छ। घरहरूमा तालचा बढ्दैछ अनि आँगनमा हरियो दुबो अनि झारजङ्गल बढ्दैछ। तर यो विषयमा सोच्ने कसले र कहिले सोच्ने?